नमस्ते सम्पूर्णमा फेरि पनि तपाईँहरूको समक्ष एउटा सानो मिनी ब्लग लिएर उपस्थित भइसकेको छु। यो ब्लगमा चाहिँ के हुनेछ भन्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ आज चाहिँ मैले घरहरू साफसफाइ गरेको भिडियो चाहिँ धेरै दिन बाद त्यसरी काम गरेको भिडियो चाहिँ हालिरहेको छु। किनभने म चाहिँ बिजी हुन्छु नि त, ड्युटीकै मात्रै हिँडेकै मात्रै भिडियो हुन्छ, त्यो पनि कन्टिन्युस पनि भएको पनि छैन, बिचमा पुरा ग्याप भएर चाहिँ। अनि आज चाहिँ म यसरी घरमा बसेको थिएँ र वेदर पनि राम्रो भएको थियो नि त, ठिक्कैको घाम लागेको थियो। अनि त्यो भएर चाहिँ घरहरू चाहिँ पुरा साफसफाइ गर्नुपर्ने थियो। अनि यसरी मैले चाहिँ घरहरू सफा गरेँ होइन। अब छोरी मान्छेहरू चाहिँ घरहरूमा बस्यो भने चाहिँ अब घाम लाग्यो भने त झन् अब यसरी सफाइहरू गर्नु, लुगाफाटाहरू धुनुहरू नै हुन्छ हाम्रो चाहिँ बेसी जस्तो काम, घरभित्रको काम होइन। अन्त यो लुगाहरू चाहिँ हिजै धुएको थियो र चाहिँ बिहान मैले एकपल्ट सुकाइदिएको थिएँ, सबै लुगाहरू सुकिसकेको थियो। अनि मैले धुएको लुगाहरू पनि सुकाउनु पर्ने थियो। अन्त यसरी मैले धुएको लुगाहरू सुकाएँ। अब घाम चाहिँ हेर्नु न अब मजाको लागिरहेको थियो, सबै लुगाहरू पनि एकै दिनमा सुकेँ। त्यस्तो हुँदा चाहिँ अब ढुक्क लाग्छ नि त होइन, घाममा अब एकरो उठाउँदै सुकाउँदै गर्नु पऱ्यो नि, एकपल्टमै सुकेँ नि। यतिलाई चाहिँ लुगाहरू सुकाइसकेर पनि हाम्रो घरको यहाँनिर ज्याकी चाहिँ सुतिरहेको थियो सपना देख्दै आफै के गर्दै। वेदर चाहिँ कस्तो मजाको भइरहेको थियो। अनि यहाँनिर चाहिँ घर अब यतिलाई भने चाहिँ 12 साढे 12हरू भइसकेको थियो। अनि यो त्यही अब यतिलाई चाहिँ पुरा माकुराको जालीहरू लाग्छ नि त। अन्त त्यो भएर चाहिँ यसरी सफा गरेँ, यताको घर पनि उताको घर पनि। अनि त्यो भएर लन्च चाहिँ मैले बनाउनु सकिनँ, आमाले नै बनाइदिनु भयो। अनि त्यसलाई अस्तिसम्म चाहिँ प्लान्टहरू पनि निकै रोप्दै थिएँ, अहिले चाहिँ अब भेको पनि छुइनँ, रोप्नु पनि होइन, अलिअलि मात्रै छ। अब फुलहरू पनि फेरि रोप्नुपर्ने भएको छ। अनि यसरी चाहिँ घाम लागेको बेलामा चाहिँ यसरी रेलिङहरू पनि पानी लगाएर धुयो भने चाहिँ सुकिहाल्छ नि त, छिटो सुक्छ। अन्त त्यो भएर चाहिँ म चाहिँ सबै गरिहालेँ। त्यहाँदेखिको बादमा चाहिँ फेरि मैले यहाँनिर लुगाहरू भिजाएको थिएँ, लुगा भन्दा पनि यसरी ब्यागहरू थियो होइन धुनुपर्ने, यो चाहिँ भिजाएको थियो र चाहिँ बाहिर नै पानी आउँछ र त्यो जुत्ता ब्यागहरू थियो र चाहिँ बाहिरै त्यहीँनिर धुनु पऱ्यो। अनि त्यस धुएँ होइन। त्यसलाई चाहिँ अलिकति वेदर घाम अब गएर चाहिँ पानी पर्ला जस्तो हुँदै थियो। अनि यो चाहिँ अब आफ्टर लन्चको भिडियो होइन, लन्चहरू गरेको चाहिँ मैले भिडियो बनाउनु पाइनँ त्यति बेला भने चाहिँ। अनि अब लन्च गरिसकेपछि यसरी चुलाहरू लिप्नुपर्ने थियो। अनि भाँडाहरू धोइसकेर चाहिँ फेरि रासिन दिनु जानुपर्ने थियो। अनि त्यसलाई भने चाहिँ म गएको सकेर पनि झोला बोकेर, अन्त आधी बाटोसम्म मात्रै गएँ। अनि चाहिँ घाम हेर्नु कस्तो लागिरहेको थियो। त्यहाँदेखिको चाहिँ म घर फर्केँ होइन। यो चाहिँ घर आएको भिडियो हो सिधै। त्यहाँ घरमा आएपछि चाहिँ अब लुगाहरू त धोएँ होइन, लुगाहरू धोएपछि अब सुकेपछि पट्टाउनु पर्ने हुन्छ, पुरै थियो लुगाहरू पट्टाउनु पर्ने चाहिँ, निकै नै डल्लै सुकेको लुगाहरू डल्लै मैले यसरी पट्टाएँ। त्यहाँदेखिको चाहिँ यो पर्दाहरू पनि चेन्ज गरेको थिएँ, अनि यो पर्दाहरू पनि लगाउनु पर्ने थियो। त्यहाँदेखिको त अलमोस्ट अब यति बेला भने चाहिँ मेरो काम आदि नै सकिसकेको थियो। अनि त्यसलाई काम सकेर चाहिँ मैले यसरी फ्रेसहरू भएर त्यहाँदेखिको चाहिँ अब चुलामा आगोहरू फुकेँ। त्यहाँदेखि आजको भिडियो चाहिँ यतिमै।